तर आजो ए बहिनी हामी हप्ता उठाउन आएको हप्ता हप्ता त छैन बरु बाहिरको फोन उठाउनुस् न ए बहिनी कुरा नबुझे हो क्या दादा हो क्या हामी दादा तर मेरो त कोही दाइ भाइ नै छैन त्यो तिम्रो बाउ आमाको प्रब्लम हो द्याट्स नट आवर म्याटर त्यो पर्सनल म्याटर हो हामीलाई पैसा चाहिएर आएको पैसा 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 ए अघि भन्नु पर्थ्यो नि त पैसा माग्नलाई पनि के साह्रो ह्यान्डसम भइरहेको एक नेपाल बहिनी हामीसँग मजाक डनहरुसँग मजाक हामीले मजाक गर्नु पर्यो भने फेरि पसल खरानी होला नि आगो लाग्दिन्छ नि हामी त फेरि आगो लाउने अनि आगो लाउन त लाइटर चाहिन्छ होला चाहिन्छ लाइट छ कहाँ हो चोट खाने लाइटर बोक्नु पर्दैन ल लाइटर पनि मै दिन्छु ल लिनुस् हामीसँग मजाक जा छस्सा आगो लाग्छ त्यसो लाग्छ हो स्योर हो जा फेरि मजाक गरे भन्नाले एउटा चिया खानुहुन्छ होला चिया अहिले यो पसल बल्छ त्यही माथि ततार खाने हामी हैन बन्दै बसौँ न अब बहिनीको पसलमा अरू बेलामा ज्याकेट हुन्थ्यो आज खरानी मात्र हुने भयो के गर्नु धन्दै त्यस्तो पर्यो हाम्रो गरेर हुन्छ आगो लागेन लाइटर डुप्लिकेट पर्यो क्या हो केटा ले देख्छु चेक गरौँ हात देऊ जल्दी ए दाइ त्यो लाइटर डुप्लिकेट हैन के यो लेदर चाहिँ ओरिजिनल हो के भने के हुनु नि तपाई अहिले ठमेल पग्नाजलको खुसी न्यू लेदर फ्यासनमा हुनुहुन्छ अनि आउ क्वेशन होला कसरी हुनु नि हामीसँग भएको सबै ज्याकेटहरु जेन्युइन सिप लेदरहरु जसमा तपाईलाई लाइफ टाइम ग्यारेन्टी छ ल मलाई ज्याकेट मन परेर मैले लगेर ड्यामेज भयो भने के हुन्छ अब दराजमा राख्दा राख्दै लेदर उक्यो भने हामी तपाईलाई नयाँ लेदर दिन्छौं ओके ओके ल ज्याकेट दामी लाग्यो त हामी फर्स्ट टाइम फेल भएको भने यही मात्र हो नि त अनि बहिनी यो पसलको लेदर राम्रो भयो नि तिम्रो थोथो चाल ठिक रहन्छ हैन त्यस्तो पैसा नभएको झोले गुन्डा नसम्झ है फेरि भन्दै खाने फेरि कस्तो 1 रुपैयाँ हालेर दोन रहेछ 1 रुपैयाँ पनि छोडेन